तिमीलाई हिँड्नु डर लाग्यो अरे साँप होइन क्या सर्प हो यत्रो सानो छ त्यही भएर यो नेट ओछ्याएको जस्तो छ नि थाहा छ होइन कस्तो डर लाग्ने कहाँ छ यत्रो सानो पालबाट साँप कत्रो हुन्छ हैन साँप कत्रो साँप भनेको ठुलो साँप भनेको सानो साँप नि त सानो त हुँदैन होला ओइ साथै गयो ओइ का त्यो त सोच्दै हिँडेपछि यसरी हिँड्दैन त हो हामी अस्ति नै चितवन जाँदा त नसोची हिँडेको थियौँ त देखियो त यत्रो ठुलो किङ कोब्रा देखाए है हामीले के हो त्यो भलेछ है ओइ होइन रहेछ तर कस्तो राम्रो ठाउँ रहेछ है साँच्चै फेरि हुन्छ है 19 पो हुँदैन होला है कस्तो राम्रो छ है हिँड्नलाई चाहिँ पाथ तिमीलाई लागेन यो राम्रो लागेन कहाँको जस्तो बुढा कहाँ हो बुझिन हौ तर राम्रो छ है वाउ कस्तो राम्रो देखायो कि तिमीलाई राम्रो लाग्यो न कस्तो ग्रिन अनि त्यहाँबाट यो ब्लू स्काई तिम्रो सुरुवाल अगाडि पछाडि भयो जस्तो छ नि आज हो र पछाडि गोजी त्यस्तो देखेछ त यो के हो कुचो हो के हो यो कुचो जस्तो छ त है कत्रो लामो बाटो रहेछ तर हिँड्नुको लागि नेपाली भयो त हो नि के भन्छ अरे थाहा भन त सर्प अहिले चाहिँ हामी यस्तो ठाउँमा पुगिसक्यौँ हो तिमी थाहा नपाएकै हो त यस्तो ठाउँ छ भनेर थाहा थिएन तिमीलाई कस्तो राम्रो है यो मुनि नेट ओछ्याएर चाहिँ कस्तो राम्रो गरे जस्तो लागेन तिमीलाई थाक्यो भने बस्ने ठाउँ पनि रहेछ है बस्ने हो के भन्यौ बुझिन मलाई पनि थाहा छैन नि त बुढो म पनि त फर्स्ट टाइम आएको बर्ड हाइट चाहिँ 90 मिटरमा रे टेमार आइल्यान्ड चाहिँ यता अरे आइल्यान्ड अब आइल्यान्ड जानलाई चाहिँ कति हिँड्नु पर्ने हो र अझै जाऊँ न त हिँडौँ न त कस्तो राम्रो बाटो हो यार यता हेर त बुढा कस्तो राम्रो देखेछ नि थाहा छ राम्रो लाग्यो पसौँ खरायो के हुन्न हेरेन के हुन्न के हेर तिमी कुरो कुदा आउँछ नि टोक्दैन अहिले कतिजना आमा कति धेरै छ न है माइन्ड रिफ्रेस हुने खालको छ कि छैन वक राम्रो लाग्यो तिमीलाई खतरा लाग्यो अरे ठाउँ अघि 90 मिटरमा उता के देखाएको थियो हो राम्रो रहेछ हो कति माया गर्छ मेरो बुढाले भन्नु नि के भन्नु डर लागेर जसले मलाई पक्र्दै तानेको होइन
कस्तो राम्रो क्या है माई गॉड मैक्सिमम बार कस्तो राम्रो रहेछ तर यो त खोलामा त पानी नै रहेन जस्तो है पानी नै छैन त खोलामा त हेर त खोइ पानी झ्याप्पै सुक्यो त ए होइन खोइ खोला झ्याप्पै सुक्यो खोइ पानी वाउ it doesn't look like man-made बुडु होइन नि यो थाहा छ ओए यता होइन कि यता चाहिँ बगिरहेछ खोला हेर यता चाहिँ पानी गइरहेको छ नि तिमीलाई चाहिँ लागेन थाहा छ धरानको उतापट्टि त्यो सेउती खोला छ नि सेउती खोला होइन नि हामीलाई चाहिँ त्यस्तो लागेको क्या त्यो सेउती खोलाको पानी पनि उल्टो बगेर जस्तो देखिन्छ नि हामीलाई त्यस्तो देख्दैन त्यस्तै होला क्या तर है माई गॉड कस्तो राम्रो ठाउँ क्या त्यस्तो लागेन हो र के हो अरे एकचोटि राम्रोसँग भन त तिमीलाई लागेन कहाँ फार्ममा आएको छु जस्तो त्यस्तो नभन न यहाँ मुनि उभिउ न मुनि उभिउ कत्रो छ यो त माथि माथि भएर पनि त देखेको त अनि यो त हो अघि त पारी मान्छे नै छोपेन अहिले त कहाँ छोपेको त नि हिँड्दै जाउँ न हिँडिराखौँ अवश्य पुगिनेछ एक ठाउँ न एक ठाउँ के हो अरे बुढो कहाँ पुगिन्छ सोध न यो खोला हो त्यसरी कुद्छन् ओए खोला होइन नि बुढी यो त दलदल हो नि दलदल खोला होइन नि यो त दलदल हो हेर त हिलो अबि भासिन्छ त नि होइन र हो ए थाहा छ के हो यो पहिला पानी थियो यहाँ पानी सुकेको दलदल छ नि यहाँ पर भए त भासिन्छ हिरो पानी अझ राम्रो ओए हामी त अर्को ल्यान्डबाट अर्को ल्यान्डमा गइसक्यौँ त यता अर्को ल्यान्ड हो नि अब हामी त यता क्लोजर टु द्याट ओए के हो त्यो उयो बर्ड्सहरू उता पनि छ कति धेरै है कस्तो राम्रो रहेछ मलाई राम्रो लाग्यो होला नि बुढो त्यस्तो भन्नु हुँदैन खोलादेखि र पानी र आगोदेखि डराउँ यता बगिरहेछ त के होइन होइन हावाले होला त्यस्तो फिल भएको
होइन हावाले हो मेरो साझी होइन ठुङलाई डर लाग्यो ए भर्खरै त के गयो एउटा ओए डर लाग्यो यार अब त जम्प गर बिग ग्रास भनेको वाला होइन आउनु लागेन भने भर्खर लास्ट हो यो पुल के भने इन्डी हुँदैन के छ पारी हो र त्यहाँबाट चाहिँ भयो है म जान्न वा कस्तो भयो म त हिँड्नु सक्दिनँ अब त उता त त्यहीसम्म त जान्छु है म सक्दिनँ है त्यहाँभन्दा उता त्यहाँ चाहिँ आइल्यान्डहरू रहेछ है यस्तो के डान्स हो यो के डान्स हो चरी डान्स थाहा चाहिँ यस्तो कसले गर्छ देउसिङे लगाएर डान्स नि कुन डान्स हो यो गर्दा यहाँसम्म आइपुगे यहाँबाट चाहिँ उता कति हो कति थाहा छैन म जानेवाला छुइनँ म जानु सक्दिनँ म थाकिसकेँ अब चाहिँ घर फर्किने यतिसम्म हेरेर रमाइलो गर्नु होला हस् त धन्यवाद।